केपी शर्मा ओली बयानमा नआउने भएपछि प्रहरी नै परिचालन गर्ने आयोगको तयारी छ। 74 जना बालबालिका मारेको आरोप छ, अरबौं भ्रष्टाचार गरेको आरोप छ, राज्य दोहन गरेको आरोप छ। अनि बयानको लागि जान्न भन्न पाइन्छ? घोक्रे ठ्याक लगाएर भए पनि उनलाई बयानमा बोलाउनु पर्छ। कानुन भन्दा कोही माथि छैन, कानुन मान्दिन्न भन्न कसैले पाउँदैन। फेरि कानुन भन्दा माथि राजा भए भनेर यिनीहरूले नै राजा फालेर गणतन्त्र ल्याएका होइनन् र? कानुन भन्दा कोही माथि छैन भन्ने उनीहरूकै नारा होइन? त्यसो हो भने कानुन मान्दिन भन्ने केपी शर्मा ओली को हुन्? कानुन भन्दा माथि उनलाई कसले बनायो र कानुन मान्दिन भन्न पाउने अधिकार उनलाई कसले दियो? केपी शर्मा ओली कोही होइनन्, बस उनी यो देशको एउटा नागरिक हुन्। यो देशको नागरिकले जसरी सजाय कानुन मान्नुपर्छ, केपी शर्मा ओलीले पनि त्यसरी नै देशको कानुन पालना गर्नुपर्छ, देशको कानुन मान्नै पर्छ। यिनीहरूलाई बयानमा ल्याउन कुनै पनि कानुनले रोक्दैन, छेक्दैन। कठालो समातेर पनि यिनीहरूलाई बयानमा ल्याउनै पर्छ। होइन भने आम सर्वसाधारणलाई पनि बयानमा आउने कि नआउने भनेर उनीहरूको स्वेच्छा हुनुपर्छ। यदि केपी शर्मा ओलीले आफ्नो इच्छा अनुसार बयान दिने कि नदिने भन्ने कुरा हुन्छ भने आम नागरिकले पनि इच्छा अनुसारले बयान दिने नदिने भन्ने कुराको सुनिश्चित हुनुपर्छ। होइन भने केपी शर्मा ओलीको कठालोमा समातेर पनि बयान लिनै पर्छ।